हाम्रो जीवन सधैँ एकनास रहँदैन। कहिले उज्यालो घाम लाग्छ भने कहिले अँध्यारो बादल मडारिन्छ। कहिले सफलता आउँछ, कहिले असफलता। कहिले जीवनले मन्त्रमुग्ध बनाउने मिठास दिन्छ त कहिले सहनै गाह्रो हुने तितोपन। यो संसारमा कोही पनि छैन जसले पीडा भोगेको छैन, वियोगको अनुभव गरेको छैन। यस्तो कोही छैन जसले निराशा र हारको सामना गरेको छैन। तर भिन्नता कहाँनिर छ त? भिन्नता केवल हाम्रो सोचमा छ। केही मानिसहरू सङ्घर्षका दिन आएपछि हार मान्छन् र भाग्यलाई दोष दिँदै घुँडा टेक्छन्। तर केही यस्ता व्यक्ति पनि हुन्छन् जो डटेर लड्छन् र सफल भएरै छाड्छन्। केही अतीतको पछुतोमा रुमलिन्छन् भने बाँकी व्यक्ति आफ्नो अवस्थालाई स्वीकार गरी त्यसलाई सुधार गर्नतिर लाग्छन् र खुसी साथ जीवन बिताउँछन्। अब तपाईँ कुन समूहमा पर्न चाहनुहुन्छ त? तपाईँ जहाँ हुनुहुन्छ, जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा भए पनि त्यो तपाईँको अन्त्य कदापि होइन। म भन्छु, तपाईँ हार मान्नका लागि जन्मनु भएको होइन। तपाईँ असफल हुनुभएको छैन। तपाईँ केवल जीवनको एउटा कठिन अध्याय पार गर्दै हुनुहुन्छ। तपाईँ अहिले सङ्घर्ष गरिरहनु भएको छ। भित्री आत्माले चिच्याइरहेको छ, अब म सक्दिनँ। मनले भनिरहेको छ, सबै कुरा गलत हुँदै गइरहेको छ। तर के वास्तविकता यही नै हो त? होइन। तपाईँ सकिनु भएको छैन। तपाईँ अझै बाँचिरहनु भएको छ। तपाईँ अझै सास फेरिरहनु भएको छ। त्यसैले तपाईँ अझै सम्भावनाले भरिपूर्ण हुनुहुन्छ। याद राख्नुहोस्, कहिलेकाहीँ उकुसमुकुस भएर बाँच्न निकै गाह्रो हुँदा अर्को सास फेर्ने साहस गर्नु नै जीवनको सबैभन्दा उच्चतम सफलता हुन सक्छ। जब जब जीवनमा असहज र अँध्यारो अवस्था आउँछ, हामी के गर्छौँ त? आफैलाई दोष दिन्छौँ, भाग्यलाई दोष दिन्छौँ, विगतलाई निरन्तर समातेर बस्छौँ। त्यो गल्ती नगरेको भए हुन्थ्यो, त्यसबेला यस्तो निर्णय लिएको भए आजको अवस्था फरक हुन्थ्यो भन्दै आफैलाई धिक्कार्न थाल्छौँ। र यसरी नै विगतको काल्पनिक बादलमा गुम्सिँदै वर्तमानलाई बर्बाद गर्छौँ। तपाईबाट गल्ती नै भएको भए पनि सत्य के हो भने विगत परिवर्तन गर्न सकिन्न। र अर्को सत्य यो हो कि त्यो विगत सिर्फ तपाईँको दिमागमा मात्र छ, वास्तविकतामा छैन। तपाईँ जतिसुकै रोइदिनुहोस्, जतिसुकै पछुताउनुहोस्, त्यो समय फर्किँदैन। अगाडि तपाईँको हातमा मात्र एउटा कुरा छ, त्यो हो तपाईँको वर्तमान। यही वर्तमानलाई श्रृङ्गारी तपाईँले आफ्नो भविष्यलाई सुन्दर र सहज बनाउन सक्नुहुन्छ। आज तपाईँलाई यस्तो लाग्न सक्छ कि अब केही सम्भव छैन। तपाईँलाई लाग्न सक्छ कि तपाईँ निकै कमजोर भइसक्नुभयो, असफल भइसक्नुभयो, सबैको नजरमा गिरिसक्नुभयो। तर सोच्नुहोस् त, जब बच्चा पहिलो पटक हिँड्न खोज्छ, ऊ अनगिन्ती पटक लड्छ र जब बोल्न खोज्छ, अनगिन्ती गल्ती गर्छ। यदि ऊ पहिलो पटक लड्दा नै डराएर हिँड्न छाडिदिएको भए ऊ कहिल्यै हिँड्न सक्ने थिएन। गलत बोल्दा उसको मुख बन्द गरिदिएको भए ऊ फेरि कहिल्यै बोल्ने थिएन। तपाईँ पनि अहिले सङ्घर्ष गरिरहनु भएको छ, लडिरहनु भएको छ, सिकिरहनु भएको छ। कोसिस गर्दा गर्दै गल्तीहरू भएका हुन सक्छन्, तर त्यो सदाका लागि असफलता भने पक्कै होइन। बरु ती सबै अगाडि बढ्नका लागि पाठ हुन्। यो सृष्टिको तपाईँलाई बलियो बनाउने प्रक्रिया हो र हरेक सफल व्यक्तिहरूले यसरी नै लड्दै उठ्दै चुचुरोमा पुग्ने बाटो तय गर्छन्। हामीलाई धेरै अवस्थामा हाम्रो डरले नियन्त्रण गरिरहेको हुन्छ। डरले हामीलाई अन्धकारमा धकेल्छ, आत्मविश्वास लुट्छ र हामीलाई कमजोर बनाउँछ। तर के तपाईँलाई थाहा छ, डर केवल एउटा भ्रम हो। जब तपाईँ डरको सामना गर्नुहुन्छ, त्यो बिलाएर जान्छ। डर केवल त्यहाँसम्म बलियो रहन्छ जहाँसम्म तपाईँ त्यसलाई स्थान दिनुहुन्छ। एकजना गरिब युवती जोसँग किताब किन्न समेत पैसा थिएन, जसलाई समाजले तिमी असफल हुनेछौ भनेर पटक पटक भनेको थियो, तिनै जेके रोलिङले 60 करोडभन्दा बढी कपी बिकेको पुस्तक
ह्यारी पोटर लेखेर संसारकै सबैभन्दा सर्वोत्कृष्ट लेखकहरूमध्ये एक बनिन्। उनले अनगिन्ती अस्वीकारका चोट खाइन्, गरिबीको पीडा भोगिन्, तर कहिले हार मानिनन्। त्यस्तै डिप्रेसन रोगी अब्राहम लिङ्कन बारम्बार चुनावमा पराजित भए। समाजले उनलाई पटक पटक दुत्कार्यो र अयोग्य बन्यो, तर उनी पछाडि हटेनन्। उनले आफ्नो आत्मबललाई झन बलियो बनाएर अमेरिकाको महानतम राष्ट्रपतिमध्ये एक बने। यसरी नै जब नेल्सन मण्डेला 27 वर्ष जेलमा बसे, उनले आफ्नो समयलाई घृणा वा पछुतोमा व्यतीत गरेनन्। बरु उनले आफ्नो आत्मबललाई अझ सशक्त बनाए, ध्यान गरे, आत्मविश्लेषण गरे र अन्ततः अफ्रिकालाई नयाँ बाटो देखाउने महान नेता बने। यी सबै उदाहरणहरूले के देखाउँछ त? सफलता केवल भाग्यमा भर पर्ने कुरा होइन। सफलता उनीहरूलाई मात्र प्राप्त हुन्छ जो कहिले हार मान्दैनन् र निरन्तर सङ्घर्षदेखि डराउँदैनन्। त्यसैले अब पछुतो होइन, गुनासो होइन, केवल एउटा प्रतिज्ञा गर्नुहोस् कि म फेरि उठ्नेछु, म फेरि अगाडि बढ्नेछु र सफल भएरै छाड्नेछु। बुझ्नुहोस् कि अब तपाईँको भित्री शक्ति जगाउने बेला आएको छ। आफूलाई नयाँ तरिकाले विकास गर्नुहोस्। आफैलाई सोध्नुहोस् कि म के गर्न सक्छु, म आफ्नो जीवनलाई कसरी परिवर्तन गर्न सक्छु। त्यसका लागि आफ्नो शरीरलाई बलियो बनाउनुहोस्। प्रत्येक बिहान 30 मिनेट कसरत गर्नुहोस्। दिमागलाई स्वस्थ राख्नुहोस्। नकारात्मक सोचबाट टाढा रहनुहोस् र आफैलाई दिनौँ सुधार गर्दै जानुहोस्। चिन्ता गरेर केही परिवर्तन हुँदैन। हरेक दिन एउटा नयाँ अवसर हो र आज तपाईसँग जति समय छ त्यसलाई भरपूर सदुपयोग गर्नुहोस्। तपाईँ सिर्फ धैर्यवान बन्नुपर्छ। समय परिवर्तन हुन्छ। कुनै रात सधैँभरि रहँदैन, कुनै आँधी सधैँ चलिरहँदैन। हरेक आँसु पछाडि एउटा नयाँ मुस्कान लुकेको छ। हरेक असफलताको पछाडि सफलता प्रतीक्षारत छ। अब गहिरो सास लिनुहोस् र आफैलाई भन्नुहोस् कि म हारेको छैन, म अझै बाँचेको छु, म अझै लड्न सक्छु, म अझै जित्न सक्छु र त्यसका लागि म अन्तिमसम्म लडिरहनेछु। तपाईलाई आजको एपिसोड कस्तो लाग्यो त? प्रतिक्रिया दिन नभुल्नुहोला। साथै सक्सेस मन्त्र नेपाल च्यानललाई तपाईको असफलताको सारथी र सफलताको साक्षी बनाउनका लागि आजै सब्स्क्राइब गरी बेल आइकन थिच्न नभुल्नुहोला। अर्को एपिसोडमा अझ उत्प्रेरक विषय लिएर पुनः उपस्थित हुनेछौँ। त्यतिन्जेल तपाईको पल सुखद रहोस्।